हेलो नमस्ते छ है सबलाई मुस्ताङ टुर पार्ट 1। प्राकृतिक सुन्दरता र धार्मिक विशेषताले भरिपूर्ण मुस्ताङको यात्राको लागि हामी सबैले तयार भएर निस्क्यौं। मुस्ताङको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमण गर्ने योजना बनाई हामी अगाडि बढ्यौं। अधिकांश यात्रा गाडीमै भए तापनि हामी रमाइलो गर्न भने चुकेनौं। हामी एकदम रमाइलो गर्दै हाम्रो यात्रा अगाडि बढायौं। मेरमा सबलाई त्यस्तै हो, हिमाल भुल्दा यो भुल्दा सबैजना उठ्दो रहेछ। अब आनीले ताली बजाएको सबैजना उठ्यो। मुगलिन आइपुग्यो हामी त, मुगलिन आइपुग्यो हामी त। पोखरा छिर्ने बाटोमा, पोखरा छिर्ने बाटोमा। कहाँ जाँदैछ अरे नर्केल मक्दम? मुस्ताङ हो। अर्को गाडी चाहिँ अगाडि छ है सम्धी। हाम्रो उद्देश्य धार्मिक यात्रा भए तापनि हामी रमाइलो गर्न भने चुकेनौं। हामी हरदम रमाइलो गर्दै सबैसँग जिस्किँदै गीत गाउँदै नाच्दै हाम्रो यात्रालाई सफलतापूर्वक अगाडि बढायौं। पहिलो दिनको अधिकांश यात्रा गाडीमै भए तापनि एकदम पिच्ड रोड र एट्र्याक्टिभ सिन्सहरूले गर्दा हाम्रो ट्राभल एक्सपिरियन्स पनि एकदमै सहज र हामी एकदमै रमाइलो गर्दै अगाडि बढेकोले एकदम रमाइलो भएको थियो। बाटो अझै बन्दै पनि छ। राम्रो बाटो पोखराको पछाडिबाट है तपाईँ। हाम्रो पछाडिको ब्याक ग्लास चाहिँ अलिकति फोहोर भएको छ। बस यो पछाडि पनि एउटा वाइपर चाहिन्छ रहेछ क्या। आम्बो सिरिङ्ग हुन्छ आली आली। गजब गजब। ल रमाइलो गर्दै अगाडि बढ्ने क्रममा समय गएको पत्तै भएन। समय बितेसँगै भोक पनि बढ्दै गयो र हामी पोखरामै खाना खाने योजना बनाई पोखरामा खाना खान बस्यौँ। खाना खाई केही बेर आराम गरी हामी हाम्रो यात्रालाई फेरि कन्टिन्यू गर्छौँ। हरियो वन, पहाड र सिमसिम पानीले हाम्रो यात्रालाई झनै रमाइलो बनाइरहेको थियो। बाहिर आकर्षक प्राकृतिक सुन्दरता, भित्र रमाइलो गफगाफ नाचगानले हाम्रो यात्रा झनै रोमाञ्चक भइरहेको थियो। केही पर पुग्दा ऐसिलु बेचिरहेको दिदीहरू देख्यौँ र हामीले पनि ऐसिलु किनेर खायौँ।
यो त हाम्रो घर पछाडि कति सकत छ नि ढोर्गेले फर्स्ट टाइम खाएको मिठो रहेछ रे ढोर्गेल फर्स्ट टाइम भयो उ जानि यो नि थाहा छ त्यो जानि उ यही मिठो छ दुईटा हो यो समाउ न मनी खाऊ मिठो रहेछ हाम्रो गाउँको मिठो छ त गुलियो न गुलियो त्यति मोदीले त नमस्ते गर्छ हाम्रो राजालाई निरन्तर यात्रालाई केही बेर विश्राम दिँदै हामी गाडीमा तेल हाल्न यता बस्यौं। गाडीमा तेल हाल्ने क्रममा हामी पनि फ्रेस हुने मौका पायौं र केही बेर आराम गरी हामी आफ्नो यात्रालाई कन्टिन्यू गर्छौं। हाम्रो यात्रा धार्मिक भएको कारणले छोक अर्थात् फलफुल र केही पूजा सामग्रीहरू खरिद गर्न हामी बेनीको बजारमा केही बेर बस्छौं। साँझ ढल्किँदै आयो। दिनभरिको गाडीको यात्राले हामी सबैजना थकित पनि हुँदै थियौं। हामीले त्यो दिनलाई म्याग्दीको तातो पानीमा बास बसी अन्त्य गर्ने योजना बनाएका थियौं र हामी त्यही प्लान अनुसार नै अघि बढ्दै गयौं। हामीले बुक गरेको होटलमा पुगेर हामी आफ्नो रुममा चेन्ज गरी तातो पानीमा नुहाउन निस्क्यौं। हट स्प्रिङमा नुहाई दिनभरिको थकानलाई मेटाई हामी सबैजना फ्रेस भयौं। नेक्स्ट डेस्टिनेसन मुक्तिनाथ। ल है त सम्पूर्णलाई धेरै धेरै धन्यवाद हाम्रो भिडियो हेर्नु भएकोमा। पार्ट 2 चाँडै आउँदैछ है। स्टे ट्युन गाइज। ल है त सम्पूर्णलाई बिदा मागे है। बाई बाई।